नमस्ते, हरिओम। आज तपाईहरुलाई विश्वकै सबभन्दा शक्तिशाली तरकारी मध्ये आज यस्तो तरकारीको मैले कुरो गर्दैछु, यस्तो फलको कुरो गर्दैछु जुन फलले कम्तीमा 15 किसिम भन्दा बढी खतरनाक रोगहरूलाई निको पार्छ। त्यो हो लौका। हेर्नुस् लौका, यो लौका छ, यो लौकाको जुस हो। यो पुरै लौकाको जुस हेर्नुस्, यो लौकाको जुस हो। म दुईटा गिलासमा राखेको छु। यो भनेको तपाईको तुलसीको पात हो, यो भनेको पुदिनाको पात हो। र मैले लौकाको जुस बनाएर यो सिसाको गिलासमा हालेको छु। यो तपाईको दिनहुँ खाली पेट यदि सेवन गर्नुभयो भने, यो सानो गिलासले एक गिलास यदि सेवन गर्नुभयो भने सबभन्दा पहिले तपाईले जुन लाखौं रुपैयाँ खर्च गर्दै हुनुहुन्छ नस नारीको ब्लकेजको लागि, हार्ट ब्लकेजको लागि, यो 5-10% को कुरा छैन। 100% यदि हार्ट तपाईको ब्लकेज यदि भइसकेको छ भने, त्यस्तो शक्ति यदि कुनै चीजमा छ भने त्यो लामो लौकामा छ, लामो हरियो लौकामा छ। तपाई लौकाको जुसको रूपमा बनाएर तपाई दिनहुँ खाली पेट खानुस्, जीवनमा चमत्कारी लाभ हुन्छ। गैसको समस्या, डायबिटीजको समस्या, हाई बीपी को लागि रामबाण हो। प्रोस्टेट, यहाँसम्म कि प्रोस्टेट क्यान्सरको लागि पनि यो शक्तिशाली अचूक जुस हो लौकाको जुस। तर दिनहुँ सेवन गर्नुपर्छ, शुद्ध हुनु पर्यो। लौका तपाईको शुद्ध हरियो र लामो किसिमको यदि लौका छ भने तपाईको शरीरमा अद्भुत चमत्कार, बेड कोलेस्ट्रोललाई, ट्राइग्लिसराइडलाई अर्थात एलडीएललाई, टोटल कोलेस्ट्रोललाई नर्मल गरिदिन्छ र एचडीएल को लेभललाई बढाइदिन्छ। ब्लडलाई प्युरिफाई गरिदिन्छ। अर्थात यो शरीरको लागि एउटा यस्तो यो फल हो लौका, जुन लौकाले तपाईको शरीरलाई सर्भिसिङ गरिदिन्छ। जसरी तपाई साइकल, मोटरसाइकल, गाडी, कार, प्लेन, एरोप्लेनलाई सर्भिसिङ गराउनुहुन्छ वा सर्भिसिङ हेर्दै हुनुहुन्छ, तर यो सर्भिसिङ त्यति बेला मात्रै शरीरले सफलता प्राप्त गर्छ जति बेला तपाई लौकाको जुसको प्रयोग गर्नुहुन्छ। लौकाको जुस, लौकाको सब्जी, लौकाको अचार, लौकाको चटनी, लौकाको भुजिया, तर सबभन्दा शक्तिशाली भनेको लौकाको जुस हो। तपाई सेवन गर्नुस् र कुन रोग निको हुँदैन। सबभन्दा आज संसारकै समस्या छ हार्ट एटेक। 15-20 वर्षकै उमेरमा हार्ट एटेक। अब यस्तो हार्ट एटेक, हृदयघातबाट यदि कसैलाई पनि बच्नु छ भने, कसैले आफ्नो शरीरलाई यदि जीवन बीमा गराउनु छ भने, बाहिरको जीवन बीमाले केही गर्न सक्दैन, तर यो लौकाको जुसले तपाईको जीवन कालसम्मको लागि प्रमाणित गर्छ कि असली जीवन बीमा भनेको लौकाको जुसमा हो। यो लौकाको जुस तपाई खानुस् बिहान खाली पेट। यस्तो शक्तिशाली लौकाको जुस हेर्नुस्, बिहान खाली पेट। र लौकाको जुस खाइसकेपछि कम्तीमा 1 घण्टा केही पनि चीज नखानु होला। त्यसपछि यसको चमत्कारी फाइदा हेर्नु होला। लौकाको जुस केही तपाईले जानकारी लिनु छ भने कमेन्ट बक्समा लेख्नु होला। मेरो व्हाट्सएपमा जुटेर तपाईले सोध्न सक्नुहुन्छ कि वास्तवमा लौका के हो। तर सामान्य रूपमा लौका सबैलाई थाहा छ, तर यसको सेवन, यसको समय, यसको फाइदा थाहा नहुन पनि सक्छ। यदि थाहा छ भने तपाईले कहीं न कहीं चुक गर्दै हुनुहुन्छ। तर आजैबाट, अहिलेबाट नै कम्तीमा सेवन गर्नुस्। 7 दिन सेवन गर्नुस्, बन्द गरिदिनुस्। फेरि तपाईको सेवन गर्नुस्, बन्द गरिदिनुस्। या कम्तीमा तपाईको 6 महिनामा कम्तीमा 7 दिन त जुस खानुस्, 15 दिन त जुस खानुस्। त्यसपछि यसको फाइदा हेर्नुस्। सबभन्दा पहिले यसले मुटुलाई शुद्ध गरिदिन्छ, पवित्र गरिदिन्छ। हाई ब्लड प्रेसरलाई नर्मल गरिदिन्छ। तर धेरैको प्रश्न हुन सक्छ कि लो बीपीलाई त खतरनाक गर्छ। त्यस्तो होइन, लो बीपीलाई पनि नर्मल गरिदिन्छ। लो बीपी भनेको तपाईको इम्युनिटी पावर कम हो, भिटामिनहरुको कमी छ, या त्यस्तै तपाईले शंका, मनोवैज्ञानिक केही दशा लागेको छ भने यो जुसमा तपाईको बिरे नुन, कालो नुन थोरै हालेर खानुस्। र यसमा यसलाई अझै शक्तिशाली बनाउनु छ भने यसमा तुलसीको पातको रस हाल्दिनुस्। 6-7 वटा तुलसीको पात, 6-7 वटा पुदिनाको पातको
रसलाई यसमा मिसाएर खानुभयो भने यो भन्दा शक्तिशाली, यो भन्दा शरीरलाई शुद्ध गर्ने, सर्भिसिङ गर्ने अरू चीज यो संसारमा छैन। यदि तपाईँ लाखौं रुपैयाँ बचाउन सक्नुहुन्छ भने, इच्छा छ भने, घरमा शान्ति चाहनुहुन्छ भने कम्तीमा यो लुकाको जुसको सेवन गर्नुस् र आफ्नो शरीरलाई जीवन बिमा गर्नुस्। हस्त हरिओम।